हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। अनि यो ब्लग चाहिँ हुनेवाला छ ह्यान्ड ग्रिपर मेकिङ। अनि आजको ब्लगमा हामी बनाउँछौँ ह्यान्ड ग्रिपर। त्यसको लागि हामीलाई चाहियो लकडी अनि ट्युब। हामीले बिहान पनि बनाएको थियौँ पेनले, तर त्यो राम्रो भएन, भिडियो पनि कस्तो कस्तो बनेको थियो, त्यही भएर मैले डिलिट गरिदिएको छु। हामी फेरि बनाउँछौँ, यसपालि मजबुत बनाउँछौँ। पेनको मैले गर्दै गर्दै भाँची पनि दिएँ। अब बनाउँछौँ हामी लकडीले चाहियो चाहिने सामान पहिला लगडी, अनि यसको बिचमा यहाँ अड्काउने यसलाई, अनि ट्युबले यहाँ यसरी बाँध्ने, अनि यहाँ चाहिँ लिक्विड, अनि यहाँ यसरी लिक गर्ने, यस्तो बनाउने। अब ट्युब काटे पछाडि फाइनली हामीले ट्युब काटिसक्यौँ। अब बाँध्छौँ यसमा। यसपालि पनि फेल हुन्छ कि पास हुन्छ हाम्रो ह्यान्ड ग्रिपर। यसलाई अड्काउने आर्यनको जिन्दगी जस्तै पुलिसलाई पिटा पोचाएको रहेछ। पहिले म बाँधिहाल्छु आर्यनको जिन्दगीको डोरलाई। फेरि बिगारेर गाई छैन। मैले के बिगारेँ, मैले खालि तानिस कमजोर थियो भने। अनि गाई हाम्रो अडियन्स पनि छ यहाँ। मोडल आज धेरै चढिरहेछ, म टिफिनमा कम गरिदिन्छु। ऊ त ह्यान्ड ग्रिपरको साटो धेरै त ऊ त लागिरहेको गुलेल ओडियन्सले हानिरहेछ गाई जानु। ओडियन्स हिम्मत छ भने पुन्टले हान्देखाउ त। हिम्मत छ हिम्मत? मलाई त दुख्दैन, पुण्यलाई पनि दुख्दैन। दुखेन। हाम्रो ग्रिपर बनिसक्यो। मैले ओभरै टाइट बाँधेको छु ट्युब, किनभने हामीले हल्का निकाल्नु छ। ग्रिप यसको मुनि पनि लगाएको छ भने क्या राम्रो दुख्दैन पनि छ हात। अब यसलाई यस्तो गर्छु भने निस्किहाल्छ कि यो त टेरो भइहाल्छ। त्यो यस्तोमा कतै छु टेरो त जस्तो भइरहेछ। हाम्रो ह्यान्ड ग्रिपर बनिसक्यो। यसमा हल्का हात दुख्नु छैन भने तपाईँलाई ट्युब काटेर यहाँसम्म यसरी बाँध्न सक्नुहुन्छ। अनि कलर पनि गर्नुहुन्छ। बिछाड्दैन हल्का बिछाड्दैन। यसमा तपाईँ कलर पनि गर्न सक्नुहुन्छ, अनि राम्रो लाग्छ।